नमस्कार, म तीर्थकुमार श्रेष्ठ दमक 9 झापा। उहाँ मेरो दिदी केदार कुमारी श्रेष्ठ दमक 5। हामी धेरै दुःख पाएर धेरै परसम्म पनि पुगेर आयौँ। हामी काठमाडौँ पनि गयौँ, हामी बेङ्गलोर पनि गयौँ र विभिन्न ठाउँमा भौतारिँदै गर्दाखेरि डाक्टर अनुप पोखरेलसँगको सम्पर्कमा यो जीवन विकास सामुदायिक अस्पतालमै चाहिँ उहाँको बायाँ हिपको अपरेसन म गर्छु र त्यो व्यवस्था म मिलाउँछु। हेलो नमस्ते, म डाक्टर अनुप पोखरेल, हार्ट जोनी तथा नसारोग विशेषज्ञ। उहाँ आमाको चाहिँ लेफ्ट साइडको हड्डी घोटेर उहाँ विभिन्न ठाउँ जानुभएको थियो, विभिन्न उपचारहरू गर्नुभएको थियो, तर उहाँलाई चाहिँ कतै राम्रो भएन र एउटा विश्वासले गर्दाखेरि उहाँ आउनुभएको छ जीवन विकास हस्पिटलमा। आज हामी उहाँको जोर्नी फेर्न गइरहेको छौँ। म उहाँहरूलाई धन्यवाद पनि दिन चाहन्छु, यत्रो ट्रस्ट गरेर आइदिनु भयो। म जस्तो यङ सर्जनलाई एउटा चान्स दिनुभयो, उहाँहरूले बिलिभ गर्नुभयो। त्योभन्दा बेसी मलाई अरू के चाहियो। सो त्यसले गर्दाखेरि मेरो तर्फबाट गर्नुपर्ने मेहनत, मेरो तर्फबाट गर्नुपर्ने कर्तव्य मैले गरेको छु। आगामी दिनमा आमालाई हिँडाउन पाऊँ। जुन दुःखले उहाँ आउनुभएको थियो, जुन रोएर जुन दुःखले आउनुभएको थियो, त्यो दुःखलाई मैले शान्त पार्न पाऊँ। सो आशीर्वाद लागोस्, ब्लेसिङ्स लागोस्, भगवान् पनि हुनुहुन्छ साथमा। हाम्रो दुःख, हाम्रो मेहनत काम लागोस्, जीवन विकासको नाम अझै माथि पुगोस्। लेट्स होप फर द बेस्ट। थ्याङ्क यू सो मच। यो सबै बिग्रेको भाग, नयाँ हड्डीहरू पलाएको, यहाँ चाहिँ कुरकुरे हड्डी पुरै खिएको, कुरकुरे हड्डी नभएको अवस्था। नमस्ते, म डाक्टर अमरेन्द्र कुमार यादव, हाल चाहिँ जीवन विकास सामुदायिक अस्पतालमा कन्सल्टेन्ट अर्थोपेडिक सर्जनको रूपमा कार्यरत छु र हालै हामीले गरेको एउटा मेजर केस अर्थोपेडिकको केसहरूमध्येको चाहिँ मेजर केस भनेको चाहिँ जोर्नी प्रत्यारोपण यानि कि हिप रिप्लेसमेन्ट सर्जरी गरेका छौँ। हामीले एक्सरे गरेर एमआरआई गरेर हेर्दा चाहिँ उहाँको चाहिँ जोर्नी खिएको थियो। हिप जोइन्ट माथिको हड्डी र जुन गेडी हुन्छ र कप हुन्छ खिएको थियो। अत्याधिक दुखाइ भएको कारणले चाहिँ हामीले चाहिँ हिप रिप्लेसमेन्ट चाहिँ गऱ्यौँ। जोर्नी फेर्ने अपरेसन हामीले गरेर देखायौँ। उहाँ आमा अपरेसन गरेको दोस्रो दिनमै उहाँ हिँड्न सक्नु भएको छ। उहाँको पहिलाको दुखाइ अहिले छैन। यसमा अपरेसन गर्दाखेरिको हाम्रो मोटो के हो भन्दाखेरि चाहिँ हाम्रो हजुरबुवा हजुरआमा, हाम्रो आमा बुवाहरूलाई चाहिँ हामीहरूले उहाँलाई नयाँ जीवनदान दिनुपर्ने हुन्छ, जो चाहिँ राम्ररी हिँड्न सक्नुहुन्न। बिचरा अहिले पनि कुन्जो भएर हिँडिरहनु भएको छ, धेरै दुःख पाइरहनु भएको छ। यदि आफ्नो आमा बुवाहरूको जिन्दगी राम्रो चाहनुहुन्छ, हजुरबुवा हजुरआमाको जिन्दगी राम्रो चाहनुहुन्छ कि उहाँ बाँचुन्जेलसम्म यो दुखाइ नभइकन जिन्दगी उहाँ राम्ररी बिताउनुहोस् भन्ने चाहनुहुन्छ भने हामी आफ्नो सोच बदलौँ र जोर्नी फेर्नेतिर जाउँ। किनभने रिजल्ट हजुरको आँखाको अगाडि छ। हो, यसमा अलिकति कस्ट चाहिँ लाग्न सक्छ, तर कस्ट भन्नाले हजुरलाई लाग्ने भनेको त्यो जुन गेडी फेरिन्छ त्यो मात्रै लाग्ने हो। बाँकी सबै कुराहरू हामीले मिलाएर गरेका हुन्छौँ। हामी अर्थोपेडिक टिममा 2 जना डाक्टर छौँ र हामीले पनि यस्ता अपरेसनहरू, यस्ता शल्यक्रियाहरू चाहिँ अब नियमित रूपमा सुचारू गरेका छौँ। त्यही भएर तपाईँलाई यस्तो थरीको कुनै समस्या छ, चाहे कुनै पनि हड्डी सम्बन्धी, नसा सम्बन्धी, लिगामेन्ट सम्बन्धी केही पनि प्रब्लम छ, केही पनि समस्या छ भने एकचोटि हामी कहाँ आएर चाहिँ देखाउनुहोस् र हामीले तपाईँलाई चाहिँ सक्दो एउटा चाहिँ वर्ल्ड क्लास केयर चाहिँ तपाईँलाई प्रोभाइड गर्नेछौँ। धन्यवाद।